Bareilly Flames, fully entertainment. कमला, तिमी यहाँ एक्लै के भयो? एक्लै बस्नुको कारण? हेर न दिपा, कहिलेकाहीँ जिन्दगीले एकान्त खोज्दो रहेछ। मैले तिम्रो कुरा बुझिनँ नि कमला, अलि बुझ्ने गरी भन न। मान्छेहरू जति नै घमण्ड गरे पनि मर्दा लिएर जाने आखिर त्यही एउटा कात्रो होइन र? हो नि, तर यो गाउँको मान्छेको सोच विचार हेर्दा त सबै बोकेर लान्छन् जस्तै गर्छन् कमला। मलाई त आफ्नो गाउँ भए पनि यस गाउँको मान्छेहरूको सोचाइ नै मन पर्दैन दिपा। के गर्नु कमला, तिमी हामी बोलेर हुनेवाला केही छैन। भन्छन् नि उहिलेका बुढापाकाले, बोल्नेको पिठो पनि बिग्छ रे, नबोल्नेको चामल पनि बिग्दैन रे। दिपा, तिमीले सही कुरा गर्यौ। यस गाउँको मान्छेहरूको सोच नै त्यस्तै छ। कमला, बरु ढुङ्गा पग्लिएला, तर यो गाउँको मान्छेहरूको सोच कहिल्यै बदलिँदैन। सोच नै फरक छ। हो नि, अरूको देशमा आफ्नो गरिबी इज्जतलाई बाहिर थाहा नपाओस् भनेर ढाकछोप गर्छन्। हाम्रो देशमा भने गरिबी सबैतिर फैलाउन तत्पर हुन्छन्। छाड्देऊ कमला, जबसम्म यो गाउँको मान्छेको सोच बदलिँदैन तबसम्म तिमी हामी जस्ताले यस्तो दुःख भोगिरहनु पर्छ। हो दिपा, हाम्रो गाउँको मान्छे पाखण्डी छन्, सबै कुरै नबुझ्ने। अनि कमला, यहाँ किन एक्लै बसेको नि? मनले एकान्त खोज्यो, त्यही भएर हो दिपा, खासै त्यस्तो केही होइन। अरे, अब जाने होइन घर? आऊ बस न, के काम छ र? जाउँला नि एकछिनपछि। उता आमा अतालिन्छन्, जाउँ पछि बसौँला नि। ओके, जाने र, जाउँ। ए ल त्यसै गरौँला नि। अब तीज पनि नजिकै आउँदैछ प्यारी, यसपालि तीज चाहिँ मजाले रमाइलो गर्नुपर्छ है। हुन्छ, ल हुन्छ। के हो यो? सधैँ तेरो माइतीको धाग लाउँथिस्? यो घर तेरो माइतीको होइन, बल्ल थाहा पाएँ मैले। यसमा त मेरो रगत पसिना पनि बगेको रहेछ, बल्ल थाहा पाएँ। होइन, तिमी बौलायो कि क्या हो? मुखमा आए जति बोल्दैछौ त। तेरो बाउ बिरामी हुँदा यस्तो घर त 2वटा किन्ने पैसा खर्च गरेको थिएँ मैले। तेरो बाउको अन्तिम सास जाने बेलामा यो घर बेचेर तपाईँको पैसा उठाउनुहोस् भनेर छोडेको थियो, बुझिस्? त्यही भएर यो घरमा मेरो पैसा गएको छ। त्यो त हो, बाले पनि भनेकै हो, तर पनि यो घर तेरो होइन। सधैँ मलाई यो घरबाट निस्केर गए हुन्थ्यो जस्तो गर्थिस्, अब म होइन, तँ चाहिँ गइहाल त्यो बोको बोकेर। त्यसो नभन बुढा, तिमी र म भनेको त श्रीमान श्रीमती पो हो त। तेरो हिजो अस्ति त के भनौँ, श्रीमान जस्तो व्यवहार गरेको थिइस् तैँले। पहिला पनि गरेकै थिएँ, अझ पनि गर्छु, मलाई माफ गरिदेऊ, मबाट गल्ती भएकै हो। माफी त तैँले मसँग होइन, जा गएर त्यो निर्दोष बुहारीसित माग। तँ यदि यो घरमा बस्नु छ भने त्योसँग त मोरे पनि माग्दिन। त्यसो भए तेरो लागि यो घरको ढोका सधैँको लागि आजबाट बन्द। हेरुला म पनि कति दिनसम्म चल्दो रहेछ तिम्रो रजाई। आजबाट यो घर वरिपरि तेरो अनुहार देख्न नपरोस्, गइहाल। एक्लो जिन्दगी जहाँ गए पनि खान सक्छु। के छ खबर? कहाँ जान लाग्यो नि? मैले चिन्दिनँ नि। सायद तिमीले मलाई चिन्दैन होला, तर तिम्रो बारेमा हाम्रो गाउँमा धेरै कुरा गर्छ, तिमीले दुःख पाएका कुराहरू। तिमी कुन गाउँको नि? अनि मेरो बारेमा कुरा?
मेरो नाम सुनिता हो, त्यो पारी गाउँको भैरेको छोरी। पारी गाउँको पो हौ, त्यही भएर मैले नदेखेको रहेछ। अनि तिमी कहाँ जान लागेको नि? म घरमा बस्दिनँ, काठमाडौँमा बस्छु र जब गर्छु। बाबा आमालाई कल गर्दा सधैँ तिम्रो दुःखको कुरा सुनाउनुहुन्थ्यो। तिमीले त धेरै पीडा सहेर बसेको छौ रे। के गर्नु सुनिता, मेरो भाग्यमा यस्तै लेखेको रहेछ, त्यही भएर आज भोग्दै आएको छु। त्यसो भनेर आफ्नो मनलाई कमजोर बनाउनुहुन्न दिपा। यो समाजसँग त लडेर अघि बढ्नुपर्छ। लड्दा लड्दा अब त आफ्नो जीवनदेखि हार खाइसके। सुनिता, लाग्छ अब यो मैदानमा जित्न सकिन्न जस्तो। तिमीले आफूलाई आफै कमजोर बनाएपछि कसरी जित्न सक्छौ त? दरिलो बनाउनु पर्यो नि आफ्नो मन। भन्छन् नि, ओह्रालो लागेको मृगलाई बाछाले पनि खेद्ने गर्छ अरे। हेर दिपा, म तिम्रो कुरा बुझ्छु। तिमीले आफ्नो मनोबल आफै घटाइरहेकी छौ। सुनिता, तिमीलाई थाहा छ त, धेरैले थुके समुद्र बन्छ, एकले थुके सुकी जान्छ। यो उखान त सुनेकै छौ होला। त्यही भएर अब सक्दिनँ यो समाजलाई परिवर्तन गर्न। दिपा, समाजलाई परिवर्तन गर्न पहिला सुरुवात आफैबाट गर्नुपर्छ। म दिन्छु तिमीलाई साथ। खै सुनिता, यो समाज अनि मेरी सासूलाई बदल्न साह्रै गाह्रो छ। सुरुमा अलि गाह्रो हुन्छ, पछि सबै ठिक हुन्छ। अनि तिम्रो सासू हामी जस्तै नारी हुन्, एक दिन तिनको घैँटोमा अवश्य घाम लाग्नेछ। सुनिता, म त हारिसकेको आफ्नो जिन्दगीदेखि। खै यो सम्भव हुन्छ जस्तो लाग्दैन मलाई। तिनु पर्दैन दिपा, बिस्तारै सब ठिक हुन्छ। ल अहिलेलाई तिमी पनि जाऊ, म पनि जान्छु। भोलि कति भेटौँला है। ओहो आन्टी, नमस्ते। सन्चै हुनुहुन्छ? अनि दिपालाई पनि सन्चै होला नि? खोइ त, दिपालाई त देख्दिनँ त। भगवान्को कृपाले सन्चै छ बाबु। दिपा यतै कतै होली? अनि धेरै दिनपछि आयौ त। यस्तो कोरोनाको महामारीमा पनि के बाहिर निस्किनु, त्यही पनि लकडाउन अलिक कडै छ योपालि। हो बाबु, यसपालि त हामीलाई ठुलो धोसाले घेरेको छ। यही बेला कोरोना, यही बेला बाढी पहिरो, साह्रै आपत्ति छ बाबु। हो नि आन्टी, जिन्दगी भन्नु के नै रहेछ र? त्यो मेलम्चीको कालीलाग्दो दृश्य देख्दा त। हो नि बाबु, देख्न नपाए पनि गाउँलेहरूको मुखबाट सुनेको थिएँ। साह्रै दुःखदायक भएको छ अरे। हो बाबु, बिचरा खान लागेको घाँस पनि मुखमा हाल्न पाएनन् रे। सुन्दा त टुनी भकानिएर आउँछ बाबु। बिचरा। हो नि आन्टी, न एक सरो कपडा निकाल्न पाए, गाउँ नै सखापै हुने गरी बगायो नि। भगवान्, कति निर्दय छौ है तिमी। दुःख गरेर आफ्नो गुजारा चलाएको पनि देख्न सकेनौ है। बिचरा, अहिले धेरै पीडामा छन् त्यहाँका मान्छेहरू। हामीले केही गर्न सकिएन बाबु। बिचरा कठै बरा भन्ने मात्रै त हुने। राहत लिएर विभिन्न सङ्घ संस्था त्यहाँ पुगेका छन् आन्टी। हो र बाबु, बाबुलाई त मैले बस पनि भनिनँ, आउन बस। भयो आन्टी, अब त जाने बेला पनि। पछि आउँला नि, दिपालाई सोधेको छ अरे भनिदिनु है। हस् आन्टी, अहिले म लाग्छु। ल बाबु, भनिदिन्छु। आउँदै गर न समय मिलाएर है। हुन्छ आन्टी, अहिलेलाई गएँ। Bareilly Flames, fully entertainment.